सो म यहाँ चोबारनिरको एउटा डाँडामाथि चढिरहेको छु अहिले किनभनेदेखि माथि एउटा व्हाइट हाउस भन्ने ठाउँ रहेछ रिसोर्ट टाइपको त्यहाँ ह्याङआउट गर्न गइरहेको म एकजना अङ्कलसित आज विकेन्ड फ्राइडे सो ह्याप्पी फ्राइडे ह्याप्पी विकेन्ड गरौँ भन्ने हिसाबले हिँडे हो होइन। यहाँ मेरो पछाडि पूर्ण काठमाडौँ भ्याली काठमाडौँ सिटी देखिन्छ है। अनि अब खासमा बाइकमा हो तर यहाँ एकदमै नै ठाडै रहेछ क्या अनि यसरी पाङ्ग्रा छिट्टिन्छ भन्ने कुरो भयो। त्यसले गर्दाखेरि म चाहिँ यहाँ हाइकिङ गर्न पुगेँ। त्यहाँ पुग्नु पर्ने हो है। अब यो भिडियो बनाइयो भिडियो बनाएको चाहिँ किन भनेदेखि अब भिडियो बनाउँदै हिँड्यो भने थके लाग्दैन भन्ने मेरो मान्यता छ होइन। यसो दिमागलाई चाहिँ नि भड्काउनु पर्यो। ठाडै उकालो छ के तर एनिवे अचानक म यहाँ आइपुगेँ। आज प्लान यतिकै बनायो हो कि प्लान थिएन बन्यो आएँ। अनि म यहाँ अहिलेसम्म आएको थिएन। एकदम रमाइलो लागिरहेको छ मलाई होइन। यस्तो हाइटबाट काठमाडौँ नदेखा पनि धेरै नै भएको थियो। लास्ट टाइम यदि हाइटबाट देखेको भने प्लेनबाट थियो है। सो मेन सिटी चाहिँ नि त्यो हो। अहिले धुलोले होला त्यति खास देखिएको छैन। धर्रा चाहिँ देखिरह। यहाँ हाम्रो अङ्कलजी हुनुहुन्छ नमस्कार। ठाडै रहेछ नि आइपुगेर रहेछ अझै उता रहेछ। अङ्कल यहाँ खाजा खान आइन्छ अरे दिउँसो अनि खाजा खाएर फेरि गइन्छ अरे 30 मिनटको ड्राइभ होइन त। नाइस। त्यही त यार काठमाडौँ वरिपरि पनि कति धेरै रमाइलो रमाइलो ठाउँहरू छ अनि थाहा हुनुपर्छ अनि रमाइलो हुन्छ। यसो फ्रेस अप यहाँबाट भ्यू चाहिँ यस्तो छ। हेलो के छ खबर सबै ठिक छ? हाम्रो बोइज नाइट आउटको लास्ट आवर्सहरू चलिरहेको छ अहिले। यस्तो अङ्कल हाल खबर। वेलकम टु माई भ्लग। ओके वी आर हैविङ अ गुड टाइम। उठेँ लक्कीली हाइड्रेटेडै रहेछु म हिजो। खासै फुलेको छैन पल्युसनले हो भने पानी परेको दिन चाहिँ राम्रो फुल्छ। सो अब हामी निस्किन लाग्यो टक्कै हाम्रो विकेन्ड
शनिबार हो घर जाने मस्त सुत्ने हो अब फेरि हिँड्न थालेँ म ठाडै छ नि त ओह्रालो पनि